हेलो गाइस, हामी चाहिँ उताबाट आएको होइन। हाम्रो अलिकति काम थियो त्यही भएर उताबाट आएको। आज पनि मौसम दामी छ दामी। यताको पानी ट्याङ्की देखाइदिउँ। पानी ट्याङ्की हेलो गाइस, तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चो त हुनै पऱ्यो नि। सन्चो भएन यो भिडियोलाई सबैजनाले लाइक पानीको ट्याङ्की सक्नुहुन्छ। पानी ट्याङ्क भयो। हेर्नुहोस्, दामी दामी छ। अब हामी घर जाँदैछौँ। बाटोमा जाउँ। यहाँ बाटो त खत्तम छ अहिले। बाटो पनि हामी बाटो हेर्नु भने तपाईँहरू हाँसेर मर्नुहुन्छ। खतरा बाटो रहेछ, धेरै भएको छ नआएको। आम्मामा बाटो हेरेर त म त झन्डै बिहोस है। म होली फिल्ड स्कुल देखाइदिन्छु ल। सबैलाई थाहा छ होला यो होली फिल्ड स्कुल भनेर होइन। आज मौसम कस्तो राम्रो छ। वाउ, शीतल एकदम राम्रो। दिल गार्डन गार्डन म कुदाउनु सक्दिनँ त, मोटी छ म लुटी छु। म कहाँ सक्छु। हेर्न सक्नुहुन्छ कस्तो राम्रो मौसम छ। वाउ, मौसम के छ भने ये मौसम क्यों सजी, ये पायल क्यों बजी, ये कैसा खुमार मुझ पे छाया है, कोई बता दे, कोही बता दे, कोही बता दे, कोही बता दे न। ये मैं जानु। सिङ्गर अरे क्या लास्टमा चाहिँ भोइसमा सोचेको सिङ्गर। छि छि छि। म मेरो स्कुल देखाइदिन्छु ल। कतिले कुन स्कुल भन्नुभएको थियो। म अब मेरो स्कुल देखाइदिन्छु ल। बाटो हेर्नु है, यहाँ बाटो हेर्नु हो नि। तपाईँ त बिहोस भएर कता ढल्ने हो कसरी आयो नि त हामीलाई पो थाहा छ त। यहाँ बाटोमा देखाउँदैछु तपाईँहरूलाई। बाटो खतरा छ फेरि। रोक्नु है, एकछिन प्रतीक्षा गर्नु होला। बाटो देखाउन चाहन्छु। यो बाटो हो यस्तो नि। यो के बाटो हो? यो खाल्टो खाल्टो बाटो छ सबैतिर। गाडी पनि यहाँ जान सकेको छैन बिचरा। हालत यस्तो छ भगवान्। यस्तो खाल्टो हुन्छ क्या बाटो हालेर। मन्दिर हो यहाँनिर। शिवरात्रि मेला लाग्छ। तपाईँहरू आउनुभएको छ होला सायद। अवश्य आउनुभएको छ। हामी त जहिले आउँछौँ मेलामा। यहाँ भाइ बहिनीहरू ट्र्याक्टरमा चढिरहन्। यहाँ बाटो हेर्न सक्नुहुन्छ। फेरि म बाटोको अवस्था देखाउँदैछु। स्कुल हो, म 10सम्म स्कुल पढेको हो। माया लाग्छ स्कुलको। म त धेरै भएको छैन आएको। खतरा रहेछ बाटो देखेर म छक्क परेर दङ्ग परेको छु। खाल्टो खाल्टो मात्र बाटोको अवस्था हेर्नु यस्तो छ। यहाँ पिच बाटो बनाएर यता अरूले यस्तो छ बाटो। यहाँले नै अन्त खोदै गरे नि बाटो बल्ल बल्ल क्रस गरेर हामी क्रस पुरा चुटेर मान्छे म मर्ने बेला भएको छु। यो फुल चाहिँ फेरि मैले अघि नै भनिसकेको छु कसको लागि। यो ब्लग हेर्नुको लागि। किनकि म जसले भेट्छ नि म त्यसलाई ग्लभको फुल दिन्छु ल। आफ्नै सम्झेर मतलब पर्ख्यो। यो बाटो नबनिन्छ म त आउँदिनँ यता। म पनि आउँदिनँ। खत्तम रहेछ जिन्दगी। बल्ल बल्ल कति यस्तो बाटो गाडी खाइ बा कति गाडी खायो हेर्नु यहाँ कति धेरै लिची फलेको रहेछ। एउटा चोरी पनि मैले बाटो बिग्रेर यस्तो घारी घारीबाट आउनु परेको छ भगवान्। म कसो घरभित्र छिरै आएको छ। घारी घारी छिरेर आएको। उता बाटो छ, यताबाट आउनु पऱ्यो। कसो घरबाट छिरेर मलाई थाहा पायो भने लिची चोरेर आएको थिएँ राजनीतिको। हेर्नु यहाँ कति धेरै लिची फलेको रहेछ। एउटा चोरी पनि मैले। गाइस हाम्रो गाउँ खत्तम छ। के भन्नु त्यही भएर मलाई यो बन्यानी भन्ने माने भएर बस्नु बन्यानी राम्रो छ। हाम्रो बन्यानी होइन, हाम्रो त यता पर्छ नि त। हुन्छ भए पनि त खत्तम छ खत्तम। यो बाटो पनि यस्तै रिस देखाएको। धेरै भएको थियो यो फर्चडाङ गाउन आएको। धेरै दिनपछि आएको त म बाटो हिजो आइन अनि आज आएको। बाटो बनाएर खत्तम रहेछ। खाल्टो
कस्तो अप्ठ्यारो बाटो भगवान् म त आउँदिनँ अब उडी अब एकचोटि शान्ति आएपछि मात्र आउँछु नत्र आउँदिनँ म यता म धेरै हिँड्दै पनि घरमा बसिरहेको फटराङ्गी हामीलाई यस्तो हालत बनाइदिएकोमा पढ्नु सर्नु परेन पढ्नु खोल्नु पऱ्यो अरे हेर्नुहोस् गाइस हाम्रो घर यहाँ पर घारीमा छ घारीमा भन्दा परको गाउँ हो उता देखिँदैछ नि यो गाउँ हो हाम्रो गाउँ हाम्रो घर यता यो गाउँमा छेलिएको छ हामी राति जहिले डुल्न यो पुल आउँछौँ यो पुलमा जहिले पुल आएर बस्छौँ गर्मी हुन्छ कि त्यही भएर गर्मी हुन्छ अनि यहाँ पुलमा आउँछौँ हामी पुल राति डुलुवा राति भनेको यहाँ हो त्यही नि भन्दिनँ म हाम्रो गाउँ यहाँनिर छ कस्तो राम्रो छ हाम्रो गाउँ तपाईँहरूलाई के थाहा दामी आउनु होला घुम्ने ठाउँ त छैन यही पुल छ यही पुलमा आउनु होला भन्न चाहन्छु यही हो हाम्रो गाउँ अनि हामी राति आउनु भने हामी यसो गाउँ हामी घर आइपुग्यौँ बाई गाइस अब न्यू भिडियो पछि आउँछ ल फेरि सबैजनाले माया गरिदिनु होला भिडियोलाई भन्न चाहन्छु बाई